हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। आई होप तपाईँहरू पनि सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु र न्यू डे न्यू भ्लगमा हजुरहरूलाई स्वागत छ। आजको समय कति हो? 8 बजिसक्यो। 8 बजिसक्यो आजको दिन चाहिँ। अनि हाम्रो यहाँ तल तेल हालेर चाहिँ मेसिनमा तेल हालेर चाहिँ अब फेरि काममा जाने हो। आजको दिन कस्तो के बित्छ त्यो त अब हेर्दै जाउँ है हामीसँग है त। ल भइसक्यो कि ल हामी यहाँ बागमती आइपुग्यो फेरि काम गर्ने ठाउँ। अनि आजको मौसम चाहिँ यस्तो छ है, तातो तातो बादल धुम्म भइरहेको, पानी पर्नु पनि सक्छ। 140ले चाहिँ यहाँ ढुङ्गा कटिङ हान्दा रहेछ। फाल्नुपर्ने डाँडा भनेको चाहिँ यही हो क्या। आज यो डाँडा फाल्नु पऱ्यो होला। यो त्यही भएर यो ढुङ्गा हटाउनु पर्छ क्या। ढुङ्गा हटाएर यता 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 यहाँ फाल्ने हो। ल साइडमा आइपुग्यो। अहिले काम हेर्नु कहाँ यत्रो पानी परेको थियो माथि हो। 3 बजेतिर पानी परेको थियो। ल यो चाहिँ यहाँ यति फाउन्डेसन चाहिँ रेडी गरेर गएको थियो। राति पानी परेर यताको कि चाहिँ पुरै ड्याममै भरेछ है। ल फाउन्डेसन उहाँले लास्ट त्यही काम गर्नेहरूलाई चाहिँ धुरुकै रुवाउनु भयो। मलाई पनि नै काम गर्नु लास्टै जाऊ भने जस्तो पानी भएपछि। त्यहाँ गाडी फसाएछ हौ। गाडी फसाएछ फसेको त। ल पानी परेको नि त आज होइन, त्यही भएर फसेँ। यस्तै हुन्छ।
क्या हुआ ए गाडी फसेको भइहाल्छ नि म निकालिदिइहाल्छु नि म बोकेर यता राखिदिउँ बोकेर यताबाट राखिदिउँ खाली गाडी त 140 ले तान्नुपर्ने हो तर हो गइल देखे गाइस मैले उचालेर कसरी राख पछाड्दो रहेछ गाडीहरुलाई देखे के कता हो यो पुण्य मिसिनले पुरा चाक त ढो बनाउनु ठिकाएर यहाँ चेन पनि छैन त यो चाक त यस्तो बनाएर त ठगाएर के हो मेरो नयाँ मिसिन त चाक यहाँ छ लगभग 5 फिट जति बाहिर गएको त्यसमा 1 फिट पनि गएन क्या त्यही पनि घाँस धसार्दैछ बिहान उठ्यो तुरुक्क मुट्यो कामतिर कुद्यो फेरि भोलिपल्ट नि त्यही भातसात खायो सुत्यो बिहान उठ्यो तुरुक्क मुट्यो ब्रस गर्यो खासा खायो कामतिर कुद्यो यही चलेको भएको भएछ भने जिन्दगी बोर छ ल्याङ छ दिनभरि काम गर फेरि भोलिपल्ट त्यही पर्सिपल्ट त्यही घर त्यही जिन्दगीमा कामै गर्नु मोर्छै यार कहीँ के हो दिमाग खराब काम नगरेपछि कहाँबाट खानु लाग्नु पुरा त्यहाँ पुग्यो क्या हो होइन पता कहाँ पुगेको भगवान् बुढो भन्ने त्यो बुढो त होइन खासमा क्यामेरामा हेरेर बोल्नु पनि काम गरिरहेको छु यताउति हेरेर बोल्नु पऱ्यो नि त अब क्यामेरामा हेरेर यता अब यसरी क्यामेरामा हेरेर यसो गरेर काम गरेर त भएन होइन अब यसरी यहाँ हेरेर यसो उता त ब्लर जस्तो देखिरहेको नि मैले यहाँ अब कहाँ उकायो अब कहाँ घुमाइरहेको छु के गरिरहेको छु के थाहा त्यो यता हेर्नु पर्छ त्यतिकै बोल्ने हो खासमा क्यामेरा चाहिँ कुन चाहिँमा हेर्नुपर्ने त्यो चाहिँ मैले अहिलेसम्म कन्फर्म गरेर हेर्नु कुन चाहिँमा चाहिँ हेर्नुपर्ने हो मैले यसमा हेरेर आएको थिएँ अहिलेसम्म त खासमा यसमा चाहिँ हेर्नुपर्ने छ हेत् यो पो पुसिरह मैले त अहिलेसम्म क्यामेरा यो मात्र पुस्यो त यो मात्र पुग्थ्यो खासमा यो पो रहेछ त हे तेरिका हेत् ल है गाइस अब चाहिँ म त्यहाँ हेर्छु तिम्रो बर्थडे कहिले हो कहिले गयो यहाँ आएर गएको बर्थडे
देखा हो फागुन चैत वैशाख भनेपछि अनि तिमी त 2 महिना क्रस भइसक्यो त बढी भइसक्यो यार तिमी कुन महिनामा आएको उसमा त म धादिमै थियो यहाँ आएकै थिएन मेरो मिसिन त 4 महिना छ भागेन होला खोइ के थाहा लकसिटमा कतिवटा लकसिटमा भर्यो होला तिम्रो नाम 3टामा यो त 4वटा राम्रो हुन्छ हो ठिक छ 4 महिना भइसक्यो यार 4 महिना भइसक्यो ठिक छ यो 4 महिनामा मिसिन चाहिँ दामी चलाउनु भयो हात चाहिँ सफा भयो बाटो साटो यताउति जानु गाडीहरू नि त्यस्तो साथ लोड गरेको छैन अहिले गरेको अस्ति चाहिँ गरेको थियो यहाँनिर यही खोलाको ढुङ्गा लोड गरेर होइन त एकचोटि गरेको थियो आउँदै थियो एकचोटि गरेको एक वर्ष एक बकेट जति हालेर त्यो अर्को जितेको भाइले दिँदै त लोड गर्नु दिन्छ होइन दियो हुन्छ उता जाने चेन भनेर चाक बाहिर गाखेन होइन त्यो पनि चाक घाँस घाँस है यो माटो पनि फाल्नु पर्यो नि त गाडी साडी हिँड्नु नि ठाउँ चाहियो अब उता यहाँबाट उता गाडी जाने हजुर ल फाल्न पर्ने भयो भयो नि यो ढुङ्गा फालेपछि एकदम ठिक हुन्छ क्या यो ढुङ्गा त यहीँ पुग्दैन भने ए बेच्दै हुन्छ पट्टि यहीँ गएको हो यहीँ गएको हो यहीँ पैसा नदिए बसेर नि त्यति बेला घर मान्छेहरू बसेर त्यही बेला हो क्या दिन कतिवटा काम भयो ए त्यो हल्ला गरेर सब त्यो मान्छे छोडेर जाने त्यो बेला हो दिन कतिवटा काम ए हो है अनि माथितिर होला त्यसरी भर्खर जस्तै थियो नि कति वर्ष पुग्यो त्यो दिनदेखि त्यो दिनदेखि कति वर्ष पुग्यो 17 भएछ पक्का जमा ठिक्क भएछ 17 भनेपछि तिमीमा 10 वर्ष 11 वर्षले जेठो खान्छ मान्छे म कति भयो तिमीभन्दा 11 वर्ष जेठो अनि कति भयो होला म पनि तिम्रै उमेरमा ठ्याक्कै मिसिन लाग्दिनँ म छैन नि कहाँ भयो तरुनी पनि छैन कहाँ भएर पैसा तिमीहरूको त्यो मासु त्यहाँ राँगे काट्छ नि त्योभन्दा अलिक मासतिर हो त्यहीँतिर त्यत्रो खुम खानेमा त्यत्रो काम गर्दै आउनुपर्छ नि त भने खाली थियो मेरो मिसिनमा पनि थिएन कोही बेला पानी पर्ला जस्तो भयो है मोबाइल पनि तात्यो लगाएछ आजको काम चाहिँ यही डाँडा फाल्ने उता त्यो फाउन्डेसन बढाउनु मिलेन कि डाँडा पुरै फालेर यहाँसम्म बल्ल छिरो आने हो आज काम चाहिँ यही माटो फाल्ने होला जस्तो है यता अर्कोले फाल्ला पछाडि उता त्यो बक्स कटिङ
फाउन्डेसन हान्नको लागि ठाउँ पुगेन नि त। अब ठाउँ पुगेन भन्नाले फाउन्डेसन अझै यहाँ यतासम्म छ क्या, अझ त्यहाँबाट 30-40 मिटर जति छ। यति डाँडा पनि काटेपछि बक्स कटिङको लागि अर्को डाँडा काट्नु पर्दैन। यति अलिक फिक्सै हुन्छ, त्यही पनि यतिबाट चाहिँ मिल्छ। ल अब चाहिँ हामी खाना खान जानु लागेको। यही डाँडा फाल्नुपर्ने आज लामलुम पारेर। यही डाँडा आज चाहिँ लामलुम पारेर फालिदिने हो। हजुर 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 ल हामी चाहिँ अब खाना खान जानु लागेको। मेरो मिसिन त्यहाँ भएको। आज चाहिँ यो डाँडो फाल्ने हो। हाम्रो यो बस फाउन्डेसन बक्स कटिङ ठ्याक्कै त्यो कुलो भन्दा अलि उतासम्म, त्यो 2-3 मिटर उतासम्म पर्छ होला। त्यो भएर त्यो डाँडो सब फाल्नुपर्छ कि। यतिसम्म त आइसक्यो, यहाँसम्म त कम्प्लिट भइसक्यो। ओ के छ ए बबाल ल भर्खर आइपुगेँ काममा र म पनि हो खाना आइदिने नि त। खाना खाइदिने अब खान्छु है, खान्छ न। के छ त काम कुरो कस्तो भइरहेको छ? अहिले उनीहरू परेको छु म त यहाँ कहाँ? यहाँ खोलाको यो बागमतीको ढुङ्गा निकाल्ने पऱ्यो त। ढुङ्गा निकालेर त त्यहाँनिर जाउँ खाना खानु। हामी पाउने। ल खाना खाएर पनि कामतिर जाँदैछु। अनि तर आजको मौसम चाहिँ एकदम क्लियर छ है, पानी नपर्ला जस्तो। अरू भन्दा नि पानी पर्छ कि भन्नेमा चाहिँ पिर हो कि। अरू त त्यस्तै हो। यहाँ तल आर्मी क्याम्प छ, आर्मी क्याम्प चाहिँ अलिक नदेख्ने छ कि। ल आजको मौसम चाहिँ दामी छ है, त्यस्तो छैन। र अनि यो चाहिँ के हो? यो के हो यो? मलाई पनि थाहा छैन। यो सब बनाएर यस्तो ठडाएर राखेको छ, केमा युज हुने हो यो अहिले थाहा छैन मलाई। त्यो डिजाइन चाहिँ हाम्रो कटिङ डिजाइन जस्तो हुन्छ, पुरा स्लो कटिङ पारेको चाहिँ कटिङ हो। त्यो देखेको चाहिँ मान्छे, त्यो कटिङमा मान्छे हिँड्नु सक्छ क्या, कटिङ गर्ने हो। त्यो पानी लेभल हेर्छ कि त्यो कटिङमा पनि, पानी लेभल हेरेर कटिङ गर्ने। अनि त्यसमा जाली हाल्ने, जाली हालेर खोइ के हो के त्यो पाल खोप्ने, पाल खोपेर डाँडै जाम गराउने, माला हालेर। औडा हार्ड छ यो फास्ट्यागको काम चाहिँ। त्यो अझै पनि खोपिराख्यो कि त्यहाँ यतापट्टि मान्छेहरू ग्रुप्प पऱ्यो, त्यही खोप। खाना खाने बित्तिकै आएछ केटो चाहिँ होइन। अनि आएर त्यहाँ मेसिन कुचुक 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 हल्लाइरहेको चलाइरहेको। त्यसको रियाक्सन कस्तो आउँदो रहेछ हेर्नु है। त्यसलाई सोध्नु भयो कस्तो भयो, कसरी चलायो, के छ। हात बस्यो यताउति फेरि सोध्छु क्या। 4 महिना भइसक्यो आएको, त यत्तिको त हान्नु पऱ्यो। अनि मजाले चलाउँछ अहिले। यो त नर्मली हो। फाल्ने ठाउँ भएन, कता फालेको? यहाँ चाहिँ फालेको। ए त यहाँ फाल्नु पर्छ नि त। यहाँ फालेछ। के छ त मिसिन? मस्त चलाइराख्यो होइन? चलाइराखेको त्यतिकै कस्तो अरे फुल्ली हो चलाएको एक मिनट आयो चलाएको। कस्तो औडा गऱ्यौँ भयो। एसी लगाइहाल्नु पऱ्यो। ल फुलमा लगाउँदै एकछिन। कस्तो छ त मिसिन? अहिले त अब मजाले हात
त्यो यसलाई यता गर्ने यो लिभरले यस्तो हुन्छ यो लिभरले यस्तो हुन्छ भनेर अझै याद गर्छ कि गर्दैन जम्मै याद छ अझै याद भइसक्यो होइन ल्याम्प 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 कि ल्याम्प दिनुपर्छ ल देखाउँछ आफ्नो ठाउँ बनाएर जानुपर्छ है ठाउँमा गएको थिएँ त्यही अलि आजको काम चाहिँ यही ढिस्को फाल्यो यति फालिसक्यो अहिले 4 बजीसम्म यो हाइट लेभल चाहिँ त्यो तल फर्ममा राखेको खी खनेको बराबर सबै डाउन जाने हो यो कम्पनीमा खाजा पनि छैन खाजाको व्यवस्था बिहान र बेलुकाको खाना चाहिँ है बिहानको खाजा चाहिँ हुन्छ तर बिहान खाजा त्यस्तो खोइ खाजा राम्रै ठिकै हुन्छ तर खानु मन लाग्दैन मलाई बिहान र बेलुकाको मात्र खानु हो दिउँसो खाजा भन्ने छ छैन साइड आज चाहिँ जस पानी परेन है काम भइरहेको अलिअलि त्यहाँनिर एउटा टिएम ल्याएर माल हाल्यो त्यहाँ मिलाउँदैछ हानिसक्यो सकिएको ल ठिक छ हजुर ढुङ्गा उयोले हुँदैन सानोले भयो त भइहाल्थ्यो नि कतापट्टि चाहिँ हाल्नु पर्ने ल ल ल माए ल आजको काम पनि सकिछ्या छ र हाम्रो तेल पनि आज चिया भइसक्यो 5 बजे नै अनि आजको काम चाहिँ हाम्रो कति भयो भने हैन यहाँमा देखाउँछ त चट्ट लारी यो डाँडो अस्ति आधा फाल्यो थियो आज यति फाल्यो त्यहाँबाट ढुङ्गासुङ्गा लोड गरेँ यता यो फाउन्डेसनको लागि ढुङ्गाहरू झार्दै उता उहाँ पर यहाँ
यति गर्दा आजको दिन सक्यो। तेल पनि चिया भयो। अब क्याम्पतिर गएर मस्त भिडियो छिटो गरेर बस्ने हो। थ्याङ्क यू फर माई वाचिङ दिस भिडियो। र आजको लागि यति भन्दै यो भ्लगलाई आज यतै एन्डिङ गरिदिन्छु।